साथीहरू अब तपाईँहरूले पनि यस्तै खालको चुल्हा बनाउन सक्नुहुन्छ क्या, एउटा इँटा र सिमेन्ट अनि माटोको सहायताबाट है। अब घरमा एउटा हेर्नुहोस् टक्क त्यो चुलोमा चाहिँ तपाईँको होइन अब खाना पकाउन पनि भयो, त्यसमा ग्रिल गर्न पनि भयो होइन। अब तपाईँहरूले यस्तो किसिमको चुलो बनाउनु भयो भने हेर्नुहोस् है साथीहरू, अब इँटाको सहायताबाट कस्तो राम्रो चुलो बनाउँदै हुनुहुन्छ उहाँले होइन। ल हेर्नु साथीहरू टक्क होइन सिमेन्टको प्रयोगमा अब यस्तरी इँटाको प्रयोगबाट यस्तो राम्रो चुल्हा बनाउँदै हुनुहुन्छ क्या। अब यसरी बनायो भने चाहिँ साथीहरू एकदमै फाइदा क्या। अब दाउराको पनि बचावट हुने, समयको पनि बचावट हुने होइन। अब यो चुल्हामा तपाईँको एकैपटकमा खाना पनि पाक्ने अनि ग्रिल पनि हुने क्या, कस्तो राम्रो तरिका है। आहा ल चुल्हा रेडी भयो साथीहरू हेर्नुहोस्। अब यसमा चाहिँ अब माथिबाट अझै फेरि एउटा फलामको पातोलाई काटेर यस्तो बनाइसकेपछि यसबाट धुवा पनि बाहिर जाने भयो क्या। धुवा पनि तपाईँको खाना पकाउने ठाउँमा नहुने भयो नि त, भान्सा कोठामा। अनि यस्तो गरिसकेपछि ल माथिबाट टक्क ग्रिल पनि गऱ्यो, यता खाना पनि पाकिरहेछ।